कोरी हुँदै तासा आउने क्रममा चाहिँ अहिले जेठ लागिसक्यो तर पनि यहाँको गुराँसमा अझै सकिएको छैन, बिस्तारै सकिँदैछ। असाढ लाग्दासम्म यो सबै झरेर जान्छ अनि फेरि नयाँ वर्षमा मजाले पलाउँछ। जसरी गुराँस पनि यो भेगमा आफै फल्ने गर्छ त्यसरी नै गाजा पनि यो ठाउँमा यो मौसममा आफै फल्ने गर्छ। यी बिरुवाहरू बाटोभरि देख्न सकिन्छ। यो बिरुवाको नाम त सबैलाई थाहा नै होला, यसलाई चाहिँ गाँजा भनिन्छ। यो बिरुवाहरू यहाँ कसैले रोपेको होइन, यो चाहिँ प्रकृतिको हावापानी र मौसमले गर्दा चाहिँ आफै उब्जिने कुरा हो। कोरी हुँदै तासा आउने क्रममा चाहिँ उकालो ओह्रालो गोरेटो सबै एकदमै राम्रो छ, उत्कृष्ट भ्यू देखिन सक्छ यहाँबाट। फाइनली हामी ब्रदर टासामा आइसकेको छौँ, होटल ब्रदर टासा। अब यहाँ चाहिँ आज बसिन्छ अनि त्यसपछि भोलि गइन्छ। यहाँको भ्यू चाहिँ यस्तो भवाल छ, रुमहरू यस्तो छ यहाँको। होटल ब्रदर्समा बसेको थियौँ टासा, अब चाहिँ यहाँबाट निस्किसकेको अवस्था छ। अब चाहिँ यहाँबाट हामी बिस्तारै झर्दै झर्दै तल सिक्लेससम्म जान्छौँ। तासाबाट हिँड्दै हिँड्दै हामी चाहिँ हाइड्रो आइसक्यौँ। 1.5 घन्टा लाग्यो यहाँसम्म आउन तासाबाट। अब चाहिँ लगभग 1 घन्टा जति तल झर्ने अनि त्यसपछि फेरि 2 घन्टा उक्लिसी हामी सिक्लेस पुगिन्छ। कोरीको हाइकिङ स्टार्ट गर्दाखेरि पनि पुलै पुल थियो, अहिले एन्डिङ गर्दा पनि पुलै पुल छ। अब यहाँसम्म चाहिँ आइपुग्यो, तल चाहिँ हाइड्रो छ। त्यहाँबाट अब पारी गएपछि तपाईँहरू देख्न सक्नुहुन्छ यो भर्याङ छ नि, यो ट्रेल हो, यो उक्लिँदै बिस्तारै बिस्तारै उक्लिँदै 2 घन्टा जति लाग्छ यो उक्लिएर यहीँ माथिसम्म आइपुग्नुपर्छ। अनि उतापट्टि चाहिँ सिक्लेस। त्यो हाइड्रो थियो पारिपट्टि, अहिले देख्न सक्नुहुन्छ पुल उतापट्टि छ। बिस्तारै बिस्तारै हिँड्दैछौँ। कस्तो छ उकालो, ल हेर्नु यस्तो हुन्छ उकालो, ननस्टप उकालो छ। अब टावर आइपुगेको अवस्था छ। अब टावर आइपुग्यो, अब धेरै छैन, अब त्यही आधी घन्टा जति होला। फाइनली सिक्लेस आइपुगेको अवस्था छ। त्यो चाहिँ हामी धेरै पहिला आउँदाखेरिको, आजभन्दा 7-8 वर्ष अगाडि आउँदाको धारा पहिला यहाँ तलबाट हिँड्ने बाटो थियो भने अहिले चाहिँ माथि बनाइसकेको रहेछ। अलिकति विकास चाहिँ भएको छ यहाँ होइन। ठुलो मेमोरीहरू लिएर घर जाँदैछौँ। मोबाइलभरि फोटो भिडियो छ। मनमा धेरै दृश्यहरू कैद गरेको छु। फेरि यस्तो ट्रेकहरू कुन दिन कुन बेला कुन ठाउँ गरिन्छ थाहा छैन। जहाँबाट ट्रेक सुरु गरेको थिएँ त्यहाँ पुग्यो हामी। आजको ट्रेक चाहिँ यहीँ सकियो। यही ठाउँबाट स्टार्ट गरेको थियौँ हामीले, देख्न सक्नुहुन्छ। हजुर लास्टमा आज सकियो आजको ट्रेक। बयान गर्न नसक्नु थियो, नसक्नु छ, नसक्नु रहन्छ। हस्त धन्यवाद, बाई।